एउटा अन्धो मान्छेले चाहिँ उसलाई कालेर के गर्छ बोलाउँछ। त्यो बोलाउँदाखेरि त्यहाँनिर के भन्छ भन्दाखेरि है त्यहाँ त्यो भिडको व्यक्तिहरूले उसलाई कराउँछ क्या, हल्ला नगर भनेर कराउँछ। तर पनि ऊ कराएर उठ्दाखेरि चाहिँ प्रभु यीशु ख्रीष्टले भन्छ नि उसले सोध्छ नि तिमी के चाहन्छौ पनि भन्छ नि, यहाँ भन्छ उसलाई बोलाऊ भनेर प्रभुले भनेपछि उहाँ त्यहाँ त्यो प्रभुको चेलाले भन्छ उहाँले तिमीलाई के गर्नुहुँदैछ बोलाउँदा हुँदैछ भनेर भन्छ। त्यहाँ लास्टमा गएर भन्छ प्रभु यीशु ख्रीष्टलाई देखेपछि तिनीहरू चाहिँ प्रभु यीशु ख्रीष्टको पछि पछि लाग्यो भनेर भन्छ है। यो खण्डमा चाहिँ एउटा अन्ध व्यक्तिले चाहिँ आँखा पाएको दृष्टि पाएको कुरा छ। के पाएको भन्नुहोस् त, देख्न सकेको कुरा छ। यहाँमा के भन्छ भने यहाँ सफा भन्नु पर्दाखेरि म सर्टकटमा तपाईँलाई बुझाउन चाहन्छु। यहाँ लेखेको छ अनि उहाँ यरीकोमा आउनुभयो अनि उहाँ आफ्नो चेलाहरू र ठुलो भिडसित यरीकोबाट बाहिर निस्किँदै गर्नुहुँदा। अब हेर्नुहोस् ल, यस्तो छ यरीको यो बिच भयो, यहाँनिर लेखेको छ प्रभु यीशु ख्रीष्ट यहाँबाट जानुभयो। जाँदाखेरि चाहिँ यहाँदेखि पर पुग्दाखेरि चाहिँ त्यो निक्लिने जग्गामा पुग्दाखेरि चाहिँ एउटा मान्छे त्यहाँनिर कराउँछ कि दाउदको पुत्र ममाथि के गर्नुहोस् दया गर्नुहोस् भनेर कराउँछ। त्यो जाँदाखेरि चाहिँ यहाँ बिचमा चाहिँ के छ भन्नुहोस् त, के लेखेको छ यहाँनिर एक पदमा पढ्नुहोस् त। के छ अब बुझ्नु म छर्मा नै बुझ्नु चाहिँ त्यो अन्ध मान्छे यहाँ छ भने प्रभु यीशु ख्रीष्ट पारी पुगिसक्यो। बिचमा चाहिँ के छ भन्नुहोस् त, भिड पनि छ, ठुलो भिड छ। त्यो भिडमा को पनि छ अरे प्रभु यीशु ख्रीष्ट पनि छ, प्रभु यीशु ख्रीष्टको चेला पनि छ। होइन प्रभु यीशु ख्रीष्ट हुँदैन त्यो भिडभित्र चाहिँ मान्छे छ, उसको आफन्तहरू छ, क्रिस्चियन छ, नन क्रिस्चियनहरू छ, सबै प्रकारको त्यो राजनेताहरू त्यहाँ छ, ठुल्ठुलो टिचर्सहरू सबै त्यो भिडको बिचमा छ। तर प्रभु पारी ऊ चाहिँ कता छ वाली। यो कुराले के देखाउँछ भन्दाखेरि चाहिँ है परमेश्वर र तपाईँको बिचमा, परमेश्वर र तपाईँले भेट्ने बिचमा चाहिँ एउटा ठुलो के छ भिड छ। यो याद गर्नु, यो प्र्याक्टिकल एकदम अहिले पनि लाग्ने कुरा हो। त्यो भिड चाहिँ कसरी भन्दाखेरि चाहिँ त्यो भिडमा तपाईँको सन्तान हुनसक्छ, तपाईँको आफन्त हुनसक्छ, काका फुपा फुपू बाजे बोजू आमा बाउ छोरा छोरी हस्बेन्ड वाइफ कोही पनि हुनसक्छ। त्यति मात्र होइन प्रभुको चेलाहरू पनि हुनसक्छ। त्यो भिडले चाहिँ तपाईँलाई कसलाई भेट्न दिँदैन, याद होस् कसलाई दिँदैन, प्रभुलाई भेट्न दिँदैन। अनि त्यो भिडलाई चाहिँ शैतानले अहिले मिनिमाइज गरिदियो। के गर्ने भन्नुहोस् त, मिनिमाइज। अब पहिला त त्यो साँच्चै नै देख्ने भिड थियो, तर त्यो भिडलाई अहिले शैतानले यस्तो बाटो छ त्यसलाई मिनिमाइज गरेर 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 केमा हाल्यो, केमा हाल्यो भन्नुहोस् त, मोबाइलमा। अब यहाँ मैले भन्दैछु त्यो भिडमा को पनि छ अरे क्रिस्चियनहरू पनि छ है। अब कसरी भन्ने कुरा हुन्छ, त्यो भिडमा डल्लो पारेर सट्टै हालेपछि चाहिँ त्यो भिडलाई चाहिँ टक्कै केमा हाल्यो, मोबाइलमा केमा हाल्यो भन्नुहोस् त, वाट्सएपमा हाल्यो। जोपाको वाट्सएप ग्रुप छ लगभग 4-5 वटा होला, मसँगै 4टा छ जोपाको ग्रुप है। जोपाको ग्रुप छ, अरू अरू ग्रुप छ, सिक्किमको अर्कै ग्रुप होला। त्यो चाहिँ मिनिमाइज गरेर शैतानले के गरेको भन्नुहोस् त, त्यो भिड चाहिँ अब केमा हाल्यो, मोबाइलमा हाल्यो। त्यो भिडले चाहिँ तपाईँलाई प्रभुलाई के गर्न दिँदैन, होइन मोबाइलले चाहिँ कसरी दिँदैन हौ भनिन्छ। वाट्सएप र फेसबुकमा तपाईँले हाल्यो, इन्स्टाग्राम आफ्नो चलाउने छ, आफ्नो प्रकारले गर्छ है। त्यो भिडमा शैतानले हालेको छ पारी प्रभु वाली आफू। कसरी भन्नुहुन्छ भने चाहिँ तपाईँले इमानपूर्वक भन्नुहोस् लु भनेर भने चाहिँ बिहानै झुक्क बित्तिकै मोबाइलको स्ट्याटस हेर्छौँ कि हामी बाइबल पढ्छौँ। मैले सोध्यो भने म्याक्सिमम् मान्छेहरूले के हेर्छौँ, हामी मोबाइल के गर्छौँ, चेक गर्छौँ। मोबाइल चेक गरेपछि अब त्यो भिड देखेँ, अब भिड किन भिड भए पनि म त के मात्रै हेर्छु, प्रभुको भर्स पठाएको हुन्छ, डेली भर्स हुन्छ, म त के मात्रै हेर्छु, त्यो मात्रै हेर्छु। त्यो भनेको चाहिँ क्रिस्चियनहरूले नै पनि तपाईँलाई प्रभु जानेदेखि चाहिँ त्यो भिडमा क्रिस्चियनहरू पनि छ नि त, रोक्छ भनेको चाहिँ। अन्त टक्कै हेरेपछि तपाईँले पढ्नुपर्ने त बाइबल हो, गर्नुपर्ने त के हो, प्रार्थना हो नि त। तर तपाईँलाई त्यही भर्सले पनि तपाईँलाई प्रभुसँग जानु चाहिँ दिँदैन, प्रभुकै भर्स हो। अनि हामी के गर्छौँ, आँखा चिम गरेर के गर्छौँ, सेयर गर्छौँ। हाम्रोमा एकजना दिदी थियो, आँखा चिम गरेर के गर्ने, सेयर गर्ने। वचन पाइकि त कस्तो राम्रो हो कि होइन। त्यसलाई मैले एक दिन उठेर भने भन्नाम त भनिनँ,
राम्रो पनि सेयर गर्दो रहेछ फेरि उसले। मैले एकपल्ट चेक गरेर हेरेँ, मैले भने तपाईँले यस्तो दामी तपाईँहरूले सेयर गर्नुहुन्छ, तर दुर्भाग्यवश तपाईँले त्यो सेयर गरेको एउटै वचन पनि राम्रो सुनेको भए तपाईँको जीवन कस्तो दामी हुन्थ्यो होला भने। जीवन चाहिँ परिवर्तन छैन, वर्षै पठाएकै पठाएको। तर त्यो उसले आफू चाहिँ हेर्दैन रहेछ फेरि, प्रभुको देखि त के गरिहाल्ने पठाए। त्यो भिडले पनि तपाईँ र मलाई चाहिँ प्रभु कहाँ जानदेखि रोक्छ। फेसबुक हेर्छौँ, वाट्सएप हेर्छौँ, टाइम जान्छ, तर प्रार्थना गर्न बिर्सिन्छौँ, सक्दैनौँ। त्यो चाहिँ त्यसले रोकेको। अर्को कुरा चाहिँ त्यहाँ यहाँ के भन्छ भने चाहिँ त्यो भिडमा यस्तो हुन्छ है, ऊ गरोस् क्या त है। उसले के भन्छ भने दाउदको पुत्र म माथि दया गर्नुहोस् भन्दाखेरि 48 पद पढिदिनुहोस् त, फर्स्ट लाइन। हजुर, अब त्यहाँनिर के भयो भन्दाखेरि चाहिँ प्रभुको चेलाहरू जाँदै थियो होइन। अब प्रभुको चेला जाँदैछ भने मानिलिनुहोस् यहाँनिर कोही प्रभुको दासहरू आउँदैछ अरे। प्रभुको दास अगाडि आउँदै गरेको बेलामा चाहिँ होइन एउटा कुकुर चाहिँ अगाडि आएर त्यो बाटै छोडेन अरे। अब त्यो हामी यहाँको लोकलहरूले के गर्छौँ, त्यो कुकुरलाई खेदाउँछौँ। के गर्छौँ? कुन चाहिँ व्यक्तिले खेदाउँछ ल भन्नुहोस् त? कुन चाहिँ व्यक्तिले खेदाउँछ? चर्चकै मान्छेले र अलिकति अब प्रभुको दासको अगाडि अलिक एक्टिभ हुने मान्छेले त खेदाउँछ होइन। अब यो माथि बसेर पुरै हेर्ने बडा त तल गएर कुकुर त खेलाउँदैन। त्यहाँदेखि माथि भाँडा धुने दिदीबहिनी तल गएर हातसात धोएर आएर कुकुर त खेलाउँदैन। कसले नै खेदाउँछ त्यो कुकुरलाई? जो चाहिँ प्रभुको दासहरूको अगाडि के गर्छ अलिकति एक्टिभ हुन्छ होइन। यहाँनिर के हो भने यी मान्छे कराए क्या, दाउदको पुत्र मलाई दया गर्नु है। प्रभुको अगाडि भयङ्कर हुनु लागि चुप हल्ला गर्छ जस्तो, यस्तो प्रभु यीशु क्रिस्ट जाँदैछ यहाँबाट त हल्ला गर्ने हो भनेर उसले त्यो मान्छेले के गर्यो? हकार्यो। उसले के गर्यो? हकार्यो। बिचारा चुप लागेर बस्यो। के भन्छ फेरि? जोडेको मलाई म दया गर्नुहोस् दाउदको पुत्र भनेपछि चाहिँ अन्त त्यो मान्छेले कराउँदै तँ हल्ला गर्छस्, प्रभु तपाईँ हिँड्दै गर्छ म गाईलाई ठिक पार्छु। को यो नेताले त्यसो गरेन है। नेताले अगाडि आउँदाखेरि आउनुहोस् खदासदा लाइन्छ, आउनुहोस् यो बाटो भनेर लान्छ रहेछ कि। त्यहाँबाट अघि पर लान्छ, त्यहाँबाट कसैले अलिक विरोधको काम गरे भन्नुहोस् त तपाईँले हामी लागि बाटो बनाउँछु भनेर बनाइदिनु भएन त भने चाहिँ त्यसले के गर्छ? हामी यसलाई भइन्छ त, यसलाई ठिक पार्छ अहिले यसलाई सोध्नुहोस् हेर अहिले मेरो इज्जत जान नि थियो भने त्यो गाउँको अलिक ठुल्ठालो मान्छेले के गर्छ त्यसलाई अगाडि। त्यस्तै गर्छ यहाँनिर पत्रुसियाको विवरणहरूले अनि प्रभु चेलाहरूले यसलाई थपक्क राख्छ कस्तो हल्ला गरेको प्रभु अगाडि भनेर। त्यो मान्छे त झन् कराउँछ। त्यहाँबाट तल गएर भन्छ है, यहाँनिर 39 पदमा भन्छ, तल्लो लाइनमा चाहिँ पढिदिनुहोस् त, तल्लो लाइनको लास्ट लाइनमा पढिदिनुहोस्। साहस गर होइन, साहस गर भनेदेखि पढिदिनुहोस् त। हजुर हजुर। त्यहाँबाट प्रभुले के सुनेछ भने पारी पुग्यो प्रभु, यता भिड छ बिचमा नि। त्यहाँबाट भन्छ प्रभुले जाऊ त त्यसलाई बोलाएर। त्यो मान्छे छक्कै पर्छ, कसलाई बोलाउनु पठाएर फेरि भन्नुहोस् त? को मान्छे गयो? त्यही कराउने मान्छे के गर्यो? त्यत्रो कराएर टाउको बनाउँदै जान्छ। त्यहाँ अघि कराएको चाहिँ त्यहाँ प्रभुलाई चाहिँ भन्नु चाहिँ भएन नि। त्यहाँनिर के भन्दैछ चुप लाग्छ। त्यहाँबाट त अघि त्यसो भन्छ हल्ला नगरी जाँदैनिर मैले भनिदिएको छु, उसले त्यहाँ आँटेँ मलाई, मैले भनिदिएको छु त्यहाँनिर के गर्छ, त्यहाँनिर अघि खराब कुरा नगरेँ त्यहाँ भन्यो होला, फेरि भएर भेटौँला पनि भन्यो होला है। टक्कै त्यहाँ लगेपछि त त्यो एउटा उठाएको मात्रै थियो कि आमामा समाति पनि हाल्छ त्यो मान्छेले। त्यो मान्छेले के गरिहाल्यो? समातेर पनि एकदम आउनुहोस् 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 प्रभु उहीँ हो बिचारा, आँखा पनि देख्दैन कि। अघि कराउँदा त उसले याद गरेन, अघि कराउँदा याद गर्यो। त्यहाँबाट प्रभुलाई भन्छ प्रभु उनी हो भन्छ क्या। त्यो अन्ना भने छक्क यी मान्छेले हेर्न पाए हुन्थ्यो होला भनेर क्या त। कस्तो खालको मान्छे, यो मान्छेले के गर्न पाए हुन्थ्यो? हेर्न पाए हुन्थ्यो होला। त्यहाँबाट लगेपछि चाहिँ त्यहाँबाट प्रभुको अगाडि लगेपछि चाहिँ